मलाई चाहिँ यो मासुको अचार चाहिँ धेरै पहिलादेखि चाख्न मन लागिरहेको थियो कि अनि घरमा बनाउन झन्झट हुन्छ जस्तो लागेर म चाहिँ अर्डर गरेर खान्छु भन्ने सोचिरहेको थिएँ। धेरैजनाले बनाउनु हुन्छ होइन अनि म चाहिँ कन्फ्युज थिएँ कि कसकोबाट मगाउने कसकोबाट मगाउने भनेर। अनि त्यही माथि मेरो कन्फ्युजन बढाइदिने काम गर्यो टिकटकमा रिभ्यू दिने मान्छेहरूले होइन। कसैले त्यही अचारलाई कस्तो मिठो भन्दै जिउरो पट्काउँदै खाइदिन्छ भने कसैले यस्तो पनि अचार हुन्छ भनेर लगाइदिने कि कसको कुरा सुन्ने कसको कुरा नसुन्ने। हुन त अब हामीले घरमै पकाएको खानेकुरा त बाउलाई मन परेर आमालाई मन नपर्न नि सक्छ नि त। त्यस्तै होला आफूको टेस्टमा भर पर्छ होइन। यो कुरा चाहिँ मलाई चाहिँ के लाग्छ भने यो अचार बनाउन नि कति मेहनत लाग्छ नि त। मेहनत सँगसँगै कसैको सपना पनि जोडिएको हुन्छ होइन। त्यही भएर चाहिँ अब हामीले चाहिँ अर्काले त्यस्तो मेहनत गरेर बनाएको चिजलाई चाहिँ छिछि छुछु गर्न भन्दा चाहिँ आफूलाई कस्तो स्वाद मन पर्छ होइन त्यही अनुसार चाहिँ घरमा अलिकति मेहनत गरेर होइन र मिलाएर बनाएर खाँदा हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर म पनि एकचोटि ट्राई गर्छु भनेर होइन आज चाहिँ मैले ट्राई गरेँ। खाँदा त त्यस्तो वाउ वाला टेस्ट चाहिँ छैन। हेर्सी अब 1-2 दिनपछि कस्तो हुन्छ म भन्छु है।